हेलो गाइज गुड मर्निङ है। आज चाहिँ हामी टक्क गोदावरी घुम्न आएको है। गोदावरी परिवार फ्यामिलीसँग रमाइलो भयो हल्का फुल्का होइन। रमाइलो गर्नै पर्यो, फ्यामिलीलाई घुमाउनै पर्यो होइन। के छ र हजुरहरू एकबारको जिन्दगीमा होइन। रमाइलो भनेको जिन्दगीमा गर्नुपर्छ भन्ने कुरो थाहा छ। गोदावरी पनि रमाइलो छ है। टक्क सबैजना आफ्नै घरबाट पकाएर लाने अनि चौरा बस्ने। हामीले चाहिँ कोकहरू पनि किन्यौँ, कोकहरू अनि खानेकुराहरू आफ्नै घरबाट रोटीहरूदेखि लिएर सबै हरेक कुराहरू बनाएर लग्यौँ है। पास्ताहरू। अब चाहिँ हामी खानाको लागि तयार हुँदैछौँ, सबैजना बसिरहेको छौँ होइन। कोही फोटोसोटो खिच्ने कार्यक्रम भइरहेछ भने कोही चाहिँ अब खानाको लागि रेडी हुँदैछ है। खानेकुराहरू बाक्लाउँदै हुनुहुन्छ। ल अब हामी सबैजना बसेर मिलेर खाने हो होइन। इन्जोय रमाइलो गर्ने हो। त्यसपछि एकछिन घुम्ने हो, यताउति घुम्ने हो, घाम ताप्ने हो होइन। बच्चाहरूलाई नि यसो छुट्टीको दिन घुमाउन लानु पर्यो। के गर्नु होइन, सबै गर्नु पर्यो। बाबा आमा भएपछि यतिको कर्तव्य त पुर्याउनु पर्यो होइन। आफ्नो बच्चाहरूको केयर गर्नु पर्यो। त्यही भएर आज चाहिँ हामी घुम्नलाई गोदावरी गएको है। अब चाहिँ बच्चाहरू आफ्नै पारामा छ। सानो बाबु झन् पुरै हेरिरहेछ, कहाँ लिएर आयो होला भनेर हेरेर। रमाइलो छ नि, हरियाली जङ्गलको बिचमा घाम लाग्यो, सबै टन्नै छ आज त झन्। ल हामी चाहिँ सेलरोटी हालिसकेका छौँ भने यसपछि अब कोक पनि छ। त्यसपछि अब तरकारीहरू पनि छ, मासुहरू छ, चिकन बफ आइटम अनि अचारहरू छ आलुहरूको। गोदावरी हरियो वन नेपालको धन भने जस्तै हरियालीको बिचमा छ। एकदम रमाइलो सुगन्ध मन्दमुग्ध। ल हामी सबैजना अब चाहिँ खान लागिरहेछौँ है। त्यही भएर खानु पनि पर्यो। ल हेर्नुहोस् हाम्रो खानेकुराहरू चाहिँ यस्तो चाहिँ पास्ता रोटी चाहिँ बिहानको नास्ता हो भने चाहिँ अहिले एकछिनमा चाहिँ पुलाउहरू सबै छ है। त्यो पनि देखाउने छु, आउँछ, प्रतीक्षा गर्नु होला है। धैर्यताको फल मिठो हुन्छ भने जस्तै प्रतीक्षा भोकाएको खानेकुराहरू नमिठो भने मिठो लाग्छ अरे क्या। हामी चाहिँ अब सबैजना खाना लाग्यौँ है। हाम्रो म्याडमजी चाहिँ भाग लाउँदै हुनुहुन्छ, उहाँ जिस्काउँदै हुनुहुन्छ है। ल अब चाहिँ म पनि बसेर खानु पर्यो भनेर गएँ है। अब म पनि खान लागेको छु, हजुरहरूलाई देखाउँछु ल। ल हेर्नुहोस् म पनि अब बसेर खान लागेँ। प्राउनहरूले है मलाई चाहिँ है। यो प्राउन हेर्दैछु, यता साइड लाउँदैछु कुन चाहिँ खानु भइरहेछ। त्यही भएर अब एउटा चाहिँ मैले कप्पै खाइदिइहालेँ है। जे भए पनि चाख्नु त पर्यो नि, टेस्ट। ल अब म चाहिँ गम खान्छु है। हो 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 गोदावरी बनैमा खाना खाउँ है जङ्गलमा भन्ने गीत मैले नै बनाएको होइन है। गोदावरी बनैमा राख मलाई मनैमा भनेको हो। खासमा चाहिँ मैले अर्कै भनिदिएँ है। गम खानु पर्यो, कोक पनि खानुपर्छ। अब चाहिँ म खान लागेको ल, गम खान्छु है।
हाम्रो भाउजू चाहिँ नाच्दै हुनुहुन्छ बिन्दास पाराले है। आज भान्से हुनुहुन्छ क्या, त्यही भएर सबैलाई भाग लाउँदै नाच्दै हुनुहुन्छ। उहाँ नि खाँदै हुनुहुन्छ, चाख्दै हुनुहुन्छ भान्सेले नि। बच्चा सबले खाएको छ, उसलाई पनि एउटा खानेकुरा दिएको छ, ऊ चाहिँ चुसिरहेको छ है। के रहेछ म पनि टेस्ट थाहा पाउनु पऱ्यो भन्दैछ। ल हेर्नुहोस्, आलु पनि कस्तो दामी दामी परिकारहरू बनाउनु भएको छ हाम्रो भाउजूले। भाउजू चाहिँ एकदम मेहनती हुनुहुन्छ। ल आलु पनि खतरा छैन त, एकदम टेस्टी वाउ छ क्या, एकदम मिठो छ वाउ भन्नुपर्छ। यतिको खानेकुरा चाहिँ लाग्यो। अब चाहिँ हाम्रो खाएर नि सक्यो है। अब चाहिँ हामी टक्क घुम्न गइरहेको छौँ होइन। के गर्नु, घुम्नु नि पऱ्यो हल्का फुल्का होइन दाजुहरू, यस्तै छ। अब यताउति लाग्यो भने बगैँचाहरू हेर्नुहोस् न, गोदावरी जङ्गलको होइन, तपाईँहरूलाई म देखाउँदैछु। हरियाली जङ्गल छ, जङ्गलको बिचमा टक्क यहाँ गमलाहरू सजाएको छ है, बिरुवाहरू गमला छ। यस्तै छ, के गर्नु, बोटबिरुवाहरूको हुन्छ यहाँले हो राख्नु पऱ्यो है। आज चाहिँ म धेरै खुसी भएको छु। ल धेरै काम गर्दा गर्दा हप्तामा एक दिन पनि यसो घुम्नु पऱ्यो नि, रमाइलो गर्नु पऱ्यो नि। ल हेर्नुहोस् बगैँचाहरू यस्तै भित्र गमला छ अलिअलि गरेर रमाइलो छ। ल हेर्नुहोस् है, हेर्नुहोस् ल कसरी सजाएको छ जङ्गल बगाउने घाँसलाई। ल हेर्नुहोस् रमाइलो छैन त। हेर्नुहोस् है, ल हेर्नुहोस्। अब चाहिँ हामी खाइसकेर सबजना यताउति घुम्दैछौँ है। अरू ठाउँमा पनि जानु पऱ्यो नि, एकै ठाउँमा बस्दा मात्र भएन होइन त, के गर्नु त। यस्तै छ, अब सब रेडी हुँदैछ अब अर्को ठाउँतिर घुम्नलाई। हामी चाहिँ गइरहेको छौँ है। अब तपाईँलाई एकदम खतरा ठाउँमा म देखाउन जाँदैछु है। हेर्नु पऱ्यो, यो चाहिँ बाटोहरू छ है, मान्छेहरू टन्नै छ। यहाँ चाहिँ पानी पोखरी छ है। ल हेर्नुहोस् ल, यहाँ पानी यस्तरी पुगिरहेको छ, खतरा छ नि त झर्ना। गोकर्णको बिचमा, गोकर्ण नि गोदावरीको बिचमा। यो चाहिँ हाम्रो भातिज है, खतरा छ भातिज। ल हेर्नुहोस् यो चाहिँ हाम्रो गेट है। यो पानीको उसबाट टक्क यसरी जाने। यसरी जाने, यो चाहिँ पानी बगिरहेको छ है माथिबाट टक्क। यहाँ चाहिँ सानो भयो नि झर्ना छ नि त होइन हजुरहरू। ल खतरा छैन त। गर्मी भयो भने टक्क पानीले मुख धुने होइन। पानी छ त सब चिज छ, पानी छैन त केही पनि छैन नि त हजुरहरू। यस्तै छ नि त हजुरहरू। हामी सबै फ्यामिलीहरू चाहिँ पालो फोटोसोटो खिच्यौँ है, भिडियोहरू बनायौँ। अरू मान्छेहरू पनि टन्नै हुनुहुन्छ फोटो खिच्ने होइन। पुलमा बस्ने, काठको पुल छ फोटो खिच्ने। ल हेर्नुहोस् ल हेर्नुहोस्।
हामी चाहिँ पोखरीमा टक्क फोटोसोटो खिचेर माथितिर जाँदैछौँ है, पार्कमा, गोदावरी पार्कमा। यहाँ पनि एकदम रमाइलो छ। कस्तो खतरा खतरा फुलहरू छैन त, डिजाइनहरू टन्नै मानिसहरू नमस्कार फोटो खिच्ने ठाउँ दामी छ क्या गोदावरी चाहिँ एकदम। विशेष गरी चाहिँ फ्यामिलीहरूको लागि हो होइन। प्रायः मान्छेहरू चाहिँ अब गर्लफ्रेन्ड बोयफ्रेन्ड लिएर आउनुहुन्छ। गर्लफ्रेन्ड बोयफ्रेन्ड भन्दा नि फ्यामिली लिएर आएको राम्रो हो है। ल हेर्नुहोस् कति खतरा छ गोदावरी पार्क, रमाइलो छैन त। हरियाली डिजाइनहरू खतरा खतरा, उसमा बोटबिरुवाहरू लगाएको छ, एकदम दामी छ क्या, राम्रो छ है। मलाई त घरै फर्किनु मन लागेको थिएन क्या, घुमौँ लागेको थियो, के गर्नु अब घर पनि जानु पर्यो होइन त, यस्तै छ। ल हेर्नुहोस् है, हेर्नुहोस् राम्रोसँग हेर्नुहोस्, लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनुहोस् श्रेयान्स कार्की युट्युब च्यानललाई है। साथी नभएको साथीहरू साथी बन्नु होला, यस्तो यस्तो भिडियोहरू हालिराख्छु। फर्स्ट टाइम मैले चाहिँ भर्खर युट्युब आइडी खोलेको हो, त्यो सबैले साथ सपोर्ट गरिदिनु होला, हजुरहरूलाई नि म गर्नेछु होइन। ल हेर्नुहोस् कति खतरा छ। ल हेर्नुहोस् छोरालाई नि खुसी बनाएको नि, यसो रमाइलो गराउनु पऱ्यो नि बच्चा बच्चीलाई नि। अहिले त बुझ्ने छैन, कुनै दिन पछि मेमोरी हुन्छ यो भिडियोहरू हेरेर छोरालाई भनेर यसो बच्चा बच्चीलाई नि एक ठाउँमा राख्नु हुँदैन क्या, दिमागहरू तेज बनाउनु, फ्रेस बनाउनु घुमाउनुपर्छ। त्यही भएर मैले आज बाबु र वाइफलाई घुमाउन लिएर गएको फ्यामिलीसँग। दाइ भाउजू पनि हुनुहुन्छ, भतिज छोरी पनि छ। हेर्नुहोस् है, हेर्नुहोस् ल हेर्नुहोस्, यहाँ बिचमा झन् खतरा छ यता, पानी क्या आकाशतिर फ्यालेर आनन्द छ। ल हेर्नुहोस् एकदम रमाइलो छैन त, कति खतरा छ। ल हेर्नुहोस् है हजुरहरू, हेर्नुहोस् है, हेर्नुहोस् 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 है ल हजुरहरू, खतरा छैन त। ल हेर्नुहोस् कति दामी छ। ल हेर्नुहोस् हेर्नुहोस् है हजुरहरू, हेर्नुहोस् है। ल आमा बुढी पनि क्या खुसी छ, आज बुढी छोरा पनि क्या खुसी। ल हेर्नुहोस् ल हेर्नुहोस्, ल हेर्नुहोस् म झन् के खतरा छैन त, म त मान्छे हिरै हो नि होइन। चस्मा मिलाउनु पर्यो टक्क भनेर यसो चस्मा मिलाएको है। खतरा हो खतरा खतरा। मेरो श्रीमतीज्यू चाहिँ एकदम छोरा बोकेर हिँड्दै हुनुहुन्छ अघि अघि, म चाहिँ पछि पछि हिँडेछु, के गर्नु होइन। श्रीमतीज्यूलाई अगाडि लाउनु पऱ्यो नि त। अब हामी खाना खान जाँदैछौँ। ल हेर्नुहोस् खाना आइटम है, पुलाउहरू, अचारहरू, बफ, चिकन होइन। अघि नास्ता खायो, अब खाना खानु पऱ्यो। खाना खाइसकेपछि फेरि पनि घुम्नेछौँ है, रमाइलो गर्छौँ। ल अब म चाहिँ खाना खान्छु है, अनि फेरि तपाईँहरूसँग फेरि आउनेछु, जोडिनेछु है त। ल हामी चाहिँ अब खाना खान लागेको। ल ड्याङ टङ डिस्टङ टङ टङ। ल खाना खाइसक्यो, यसो भिडियोहरू पनि बनाउनु पऱ्यो यसो भनेर सबजना खाना लागिरहेको छ। अब कम्का दिने हो होइन, दिएपछि त नि खतरा भइहाल्छ नि। ल अब चाहिँ बाजे पनि गिटार बजेर टिकटक बनाउँछ। सब पनि रहेछ
त्यो बोतल लिएर भाइमा हाल्यो राउ कता छ त्यसको चाको त कहाँ पाल बनाएको रहेछ आयो आएको छैन यता छ आयो रुईले के तलतिर पाल बनाइन्छ के गप्प सक्दैन यसमा हाल पानी पानी छैन ल हामी चाहिँ अब घोडा चढ्ने ठाउँतिर ल बाबु र श्रीमतीज्यूलाई हामीले चाहिँ घोडामा घुमाएका छौँ है खुसी छ ल हेर्नुहोस् है हजुरहरूलाई बच्चालाई यसो घोडा चढाइदिएको रुला भनेको रुन त रुएन खुसी भइदियोस् बच्चा सानो बच्चाको मम्मी चाहिँ डराएर फेरि हैरान छ भने ल मेरो पालो है अब म चाहिँ खतरा कुदाउँछु ल हेर्नुहोस् है हजुर मैले खतरा कुदाउँदैन त घोडा ल हेर्नुहोस् मलाई चाहिँ अघि त्यहाँ ट्याक्सीले डिस्टर्ब गरेर गएर अब रोक्ने ठाउँ पनि आयो कुदाएर ल्याउँछु भनेको के भने ट्याक्सी र ल हेर्नु हामी चाहिँ अब टक्क भर्याङ सिडी झर्दैछौँ छोरालाई यसो उफारेर रमाइलो गराउँदैछौँ है ल हेर्नुहोस् है हजुरहरूलाई खतरा छैन त अनि म मान्छे खतरा भन्नु मिल्दैन के भने आफूलाई के तारिफ हान्नु होइन बच्चाहरू चाहिँ ल हेर्नुहोस् ल यो चाहिँ फेरि के हो मलाई पनि थाहा छैन है म चाहिँ यस्तो ड्रिङ्क्स पनि गर्दिनँ त्यही मलाई चाहिँ थाहा नै हुँदैन हाम्रो बाजेले खानुहुन्छ कि यसो बाजेले त्यो बाजे हल्लाउँदै हुनुहुन्छ ल हेर्नु अब टक्क ल हेर्नु सबजना खुसी छैन नि त हेर्नुहोस् ल सबजना हिँड्दै घामताम्दै खाएर रमाइलो इन्जोय गर्दै म चाहिँ बच्चा बोक्ने पालो छ है मेरो चाहिँ बच्चा बोक्ने आफ्नै छोरा बोक्नु परिहाल्यो के गर्नु श्रीमतीज्यूलाई नि कति बोकाउनु कहिलेकाहीँ त आफू नै बोक्नु पऱ्यो नि होइन सधैँभरि बोक्नु पाउने होइन ल हेर्नु पोखरी दामी छैन ल हेर्नुहोस् कस्तो पानी खेल्न मन लाग्यो क्या त्यो हेर्नु मजाले पानी खेलेर इन्जोय गरेँ है एकदम रमाइलो भयो ल खतरा छैन त हजुरहरू ल हेर्नुहोस् ल हेर्नु मैले घोडा कुदाएको हेर्नुहोस् देख्नुभयो अब स्लो मोसन रोक्ने ठाउँ आयो नि त होइन त यो नि त तरिका ल हेर्नु यो नि त तरिका यसरी हिँडाउनु पर्छ फर्स्ट टाइम चढेको है म घोडा चाहिँ फेरि गोदावरीमा